नमस्कार सबैजनालाई। खासै विशेष कुरा त केही छैन। अहिले पछिल्लो समयमा चाहिँ गाउँघरहरू रित्तिँदै गएको अवस्था छ कि सबै मान्छेहरू हुन त विकासले गर्दा होला, सबै सहर केन्द्रित विदेश केन्द्रित हुने अवस्थाले गर्दा चाहिँ गाउँघरमा बुढाबुढी मात्र देखिन्छ कि जसले गर्दाखेरि केही गरी गाउँघरमा कोही बिरामी भयो र कसैको निधन भयो भने पनि लास उठाउनेसम्म मान्छे नदेखिँदा चाहिँ त्यो चाहिँ एकदम दुःख लाग्न थाल्यो कि अनि गाउँघरमा विकास पनि अब युवा जमातै नभएपछि विकास त हुने कुरा नै भएन होइन। अनि उहाँहरूको जुन एक्लोपन देखिन्छ नि गाउँघरमा जाँदाखेरि उडाट लाग्छ कि बिचरा उहाँहरूले आफ्नो केटाकेटी छोराछोरीलाई जसरी हुर्काउनु भयो, ठुलो भएपछि अब जुन साथमा नहुँदा एक्लै बस्नु पर्दाखेरि उहाँहरूको मर्महरूलाई हामीले बुझ्न नसकिने पो हो कि जस्तो फिल हुन्छ। त्यस कारणले गर्दा यो विषयमा चाहिँ हामी अलिक सिरियस हुनुपर्छ कि जस्तो मलाई चाहिँ फिल भयो। हस्, थ्याङ्क यू।